Hello everyone, welcome back my vlog. I hope हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै नै छु। दिदी के गर्दै हुनुहुन्छ? साथीहरू म चाउचाउ खान जान लागिरहेको छु। साथीहरू हामी चाहिँ बाख्रा चराउन आएको छौँ। बाख्रा चाहिँ उतातिर चढ्दैछन् अनि म चाहिँ यतातिर बसिरहेको छु हैन। अनि बिहान खासै खाना नरुच्या हुनाले अहिले चाहिँ चाउचाउ रुचाउँदैछु म। साथीहरू उता चाहिँ मेरो बहिनी मानभा बसिरहनु भएको छ, तेर्सिरहनु भएको छ। छोडेर आइज भन्दा मान्दिनँ। लोभीको ढुङ्गा जम्बो ल्याउने अरे, जम्बो कश्मीर। मिल्दैन अरे, मिल्दैन अरे, मिल्छ। अनि बुनु के छ खबर? कहिलेदेखि हो स्कुल जाने? भेनाजुको खबर त ठिक छैन रे। कसलाई हाल्न तिमी भन्दैस्? बाख्रा लागे अनि पनि त्यो गएर धगाएर नि यता ल्याइदिएको अनि सबैजना हो यतै आइज यतै आउँछ सबै पनि रहेछ। मेरो बहिनीलाई चाहिँ डान्स गर्न एकदम मनपर्छ रे। गीत नआउँदैन नाचिदिन्छ अन्त बसेर गीत नआउँदैन नाचिदिन्छ हो नि त। ल उसको चाहिँ लप परे अरे। ल बहिनीको चाहिँ लप परे अरे, दिदीको चाहिँ जब परे जब परे अरे। हेलो गाइज, म चाहिँ एउटा गीतमा नाच्न चाहन्छु। आइसक्रीम खाऊंगी, कश्मीरी जाऊंगी, शोरों में भर के जिया मैं रहूंगी, उसका गाऊंगी सो। अब चाहिँ म भिनाजुलाई ल्याएर डान्स गर्न चाहन्छु। बन्द गर्नु भिनाजु अन्त माइकल ज्याक्सन आऊ नानी ल यता देखाउनु डान्स गरौँ अरे। हेलो गाइज, नमस्ते। म चाहिँ एउटा गीतमा डान्स गर्न चाहन्छु। दिदीले भ्लग बनाएको बेला म नै डान्स गरिदिउँ भनेर आएको। म चाहिँ कुन गीतमा डान्स गर्न रुचाउँछु भनेर एउटा रिमिक्स सङमा नाच्न चाहन्छु। एउटा आइसक्रिम खाऊंगी अनि यो के अरे बादल वर्षा
अनि मेरो माया नउडारे पारी ल 3 2 1 गो पहिला आइसक्रिम खाऊंगी मैं ल 3 2 1 गो आइसक्रिम खाऊंगी ले जाऊंगी शोरों में दिया कपड़ाऊंगी उसको बताऊंगी होगा मेरा पिया अनि म चाहिँ बादल वर्षामा डान्स गर्छु अब दोस्रो गीतमा म पनि नाच्छु बादल वर्षा बिजुली सावनको पानी चिसो चिसो मौसम छ तातो जवानी हे मुटु मेरो दुख्न थाल्यो नि जान मेरो सुक्न थाल्यो नि के होला भन न मायाको घाटी अनि हेलो गाडीमा चाहिँ मेरो माया नउडारा पानीमा नाच्न चाहन्छु मेरो माया नउडारा पारी टाढै पारी मेरो मन वर्षौँ बिना बितिसक्यो कहिले हुने हो सङ्गम आउँदैछ दिन हामी भेट्ने अब मन मेरो भयो मगन सक्यो गाइस बाई बाई पिताजीलाई भनेर आइज भन न त जा बोलाएर लिएर आइज नि चटपटे खाना नै अनि बिताजीले आउनुहुन्छ अरे अनि भिनाजु घाँस काट्न जानुहुन्छ अरे कति बजी हो नि त भन त अहिले 2:34 अब 3 3:30 बजी आउनुहुन्छ सर साथीलाई पढाउनु सुतेको अवस्था अब